हाम्रो यो अहिले सोसल मिडियाको कन्टेक्स्टमा कुरा गरौँ है त। जस्तै तपाईँलाई एउटा भिडियो बनाउन मन लाग्यो, मैले अहिले जसरी बनाइरहेको छु युट्युब भिडियो अथवा टिकटक भिडियो, फेसबुक रिल, इन्स्टाग्राम रिल, तर मनले के भन्छ, यदि भ्युज आएन भने, यत्रो दुःख गरेर कन्टेन्ट त बनाएँ तर भ्युज आएन भने, अरू कसैले क्रिटिसाइज गरे भने, कसैले नराम्रो कमेन्ट गरिदिए भने, रिजल्टमा फोकस गर्दा के हुन्छ, तपाईँ भिडियो बनाउनै सक्नुहुन्न, तपाईँलाई त्यो कन्टेन्ट आफूलाई मनमा लागेको कुरा भन्नै सक्नुहुन्न। मलाई पनि भएको छ 2-4 पटक। तर आफूले आफूलाई मोटिभेसन गर्ने, तर एक्सनमा फोकस गर्यो भने के हुन्छ त भने तपाईको कन्सिस्टेन्सी बिल्डअप हुन्छ। तपाईलाई केही मतलब छैन, मलाई मेरो कन्टेन्ट बनाउनु छ, गाइडलाइन्समा रहेर मलाई मेरो कुरा भन्नु छ, मलाई भिडियो बनाउनु छ, व्हाटएभर ह्यापन विल ह्यापन। मन पराउनेले मन पराउँछन्, नमन पराउनेले मन पराउँछन्।